कस्तो राम्रो देखेको छ कि गाई हेर्नु। हेलो साथीहरू, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आजको दिन चाहिँ यस्तो दामी छ, घाम पनि मजाले लागेको छ है। आज चाहिँ सँगै मिलेर मेरो घर छेउमा एउटा खोला छ है, आराखवा खोला भन्छ त्यसलाई चाहिँ। त्यसको चाहिँ डिलमा चाहिँ यस्तो दामी साकुरा फुलेको छ नि, त्यो चाहिँ अब त्यहाँको भ्यू चाहिँ म तपाईहरुलाई वहीँ पुगेपछि देखाउनेवाला छु। म चाहिँ साकुरा फुल्नुभन्दा अगाडि चाहिँ गएको थिएँ, तर साकुरा फुलेपछि चाहिँ त्यहाँ गएकै थिइनँ। अस्ति पानी परेको थियो, त्यही भएर आज चाहिँ एकदम दामी वेदर भएको छ, त्यही भएर लेट्स गो। मेरो साथमा चाहिँ छ इजोरिया बुक है। इजोरिया चाहिँ मलाई एकदम धेरै मनपर्छ। मैले यो लिएर आएको चाहिँ धेरै पहिला हो, तर मैले यो पढेर कम्प्लिट गरेको थिइनँ, त्यही भएर त्यहाँको वेदर प्लेसले चाहिँ एकदम बुक पढ्न चाहिँ एकदम धेरै म्याचिङ गर्छ जस्तो लागेर मैले चाहिँ इजोरिया बोकेर हिँडेको छु। साथीहरू, मेरो चाहिँ रुमबाट चाहिँ त्यो आराखवा खोला पुग्नलाई चाहिँ 15 देखि 20 मिनट लाग्छ हो। पहिला पहिला त मलाई हिँड्न एकदम धेरै अल्छी लाग्थ्यो है, एकदम लेजी थिएँ म। तर अहिले चाहिँ मलाई हिँड्न ओर्न एकदम यो हाइकिङ जान थालेर पनि होला बानी अलिकति चेन्ज भएको है। हिँड्नलाई एकदम मजा लाग्छ। अनि त्यही हो, यहाँबाट नजिकै छ। यहाँ चाहिँ ग्यामहरू पनि भइरहेको हुन्छ है वारिपारि, अनि बिचमा चाहिँ खोला छ। तर यस्तो दामी भ्यू छ नि साथीहरू, त्यही भएर अन्तिमसम्म हेर्नको लागि चाहिँ नबिर्सिनु होला है त। त्यसम्म चाहिँ हजुरहरूले मलाई स्टिल सब्सक्राइब गर्नुभएको छैन भने साथीहरू सब्सक्राइब गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई कमेन्टमा लेख्न नबिर्सिनु होला है त। गाइस, देख्न सक्नुहुन्छ वहाँ पर पिङ्क कलरको है, त्यो सब फुल फुलेको हो। अनि यतापट्टि पनि छ, यहाँ तल बच्चाहरूले गेम खेल्दैछन् है। यतातिर पनि छ। यता चाहिँ अस्ति हामी एकदम परसम्मै गएको थियौँ। आज चाहिँ मलाई पारिपट्टि जान मन छ, किनभने त्यो फुलले यति धेरै मोहित बनाइसकेको छ नि मलाई। मान्छेहरू पनि लास्टै धेरै छन् जस्तो छ। हिजो त एकदम धेरै मान्छे थिए। खोलामा चाहिँ यस्तो भ्यू पनि देख्न सकिन्छ साथीहरू, एकदम यहाँ चाहिँ यस्तो छ साथीहरू है। तल देख्न सक्नुहुन्छ यस्तो मजाले। अब साइकल चाहिँ आउन मिल्छ, गाडी बाइकहरू चाहिँ एकदम किन्सी हो है, यहाँ ल्याउन मिल्दैन। यतापट्टि ठुलो खोला छ, वहाँ देख्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ यस्तो छ। वाउ, कस्तो दामी छ कि यो। अब खाफुन सोझै लाग्ने भयो आज, केही छैन। तर लोक यस्तो बुढाबुढी त आएको छन्। अनि हेर्नु न गाइस, वाउ। यो पिङ्क कलरको फुल चाहिँ मलाई साथीले भन्नुभएको थियो कि अस्ति नै पिङ्क कलरको फुल फुल्छ अनि कस्तो दामी देखिन्छ भन्नुभएको थियो। मैले विश्वासै गरेको थिइनँ कि। हेर्नु न कस्तो दामी हो कि या। यस्तो फुल छ के। टाढा किन जानु पर्यो? यस्तो दामी छ त नि भ्यू। अब माथि जाउँ है त। गाइस हेर्नु, यस्तो दामी छ नि, यस्तो मजाले फुलेको छ। साकुरा त यस्तो मजाले फुलेको छ नि। हेर्नु, मान्छेहरू यसरी लडिपत्र परेछन् यहीँनिर।
यहाँ तलबाट देखाउँछु ल म कस्तो दामी देखिन्छ भने नि साथीहरू कस्तो दामी देखेको हो के यही घर छेउमै भएर पनि आउन चाहिँ मलाई साथीहरू तपाईँहरू पनि टोकियोको वरिपरि हुनुहुन्छ भने चाहिँ यस्तो दामी स्पोट छ आउनलाई चाहिँ नबिर्सिनु होला है यस्तो राम्रो छ नि यो ठाउँ चाहिँ फोटोमा भन्दा पनि रियलमा ओएमजी छ के साथीहरू वाउ एकदम हेर्नु साथीहरू यहाँ हेर्नु न दुईजना कपालहरू केटाले चाहिँ केटीको यस्तो मजाले फोटो खिचिदिरहेछ मलाई पनि मेरो साथीको याद आयो है एक्लै आएको छ नि त म जताततै जोडी मात्रै छन् गाइज यहाँ तलबाट चाहिँ हेर्नु ल यस्तो दामी देखेको छ अब के गर्नु स्ट्यान्ड युज गर्नु परिहाल्यो नि कोही साथी नभएपछि अहिले चाहिँ बादल पनि लाग्न थालिसक्यो वहाँ माथि हो अनि कस्तो मजाले कस्तो राम्रो देखेको छ कि गाइज हेर्नु धेरै छन् नि यो वारिपट्टि भयो यस्तो मिठो हावा चलेको छ नि साथीहरू म चाहिँ यहाँ बसेँ हो यसरी हल्का चिसो पनि भयो त्यही भएर अब यहाँ 1 घन्टा जति बस्छु अनि त्यस पछाडि जान्छु यो वरिपरि मान्छेहरू जोडी मात्रै छन् यो देखेर चाहिँ मलाई यसो ढुङ्गा खस्दा देउता मिल्यो भने जस्तै साथीहरू मलाई पनि भिडियो खिच्नलाई मान्छे चाहिरहेको थियो अनि ठ्याक्कै एकजना नेपाली सिस्टर पनि एक्लै हुनुहुँदो रहेछ र आएर मसँग बोल्नु भएको थियो अनि उही सिस्टरले चाहिँ मेरो यो भिडियो खिचिदिनु भएको यो ठाउँ यस्तो ड्रिमी ठाउँ छ नि साथीहरू तपाईँहरू चाहिँ टोकियोको वरिपरि हुनुहुन्छ भने चाहिँ प्लिज एकचोटि चाहिँ जानु होला एकदम हाइली रिकमेन्ड के यस्तो दामी छ नि मलाई हेर्नु न कति खुसी छु म ओके साथीहरू आजको मेरो भ्लग चाहिँ मैले यसरी नै यहीँ अन्त गरेँ यहाँ यस्तो दामी उयो छ अनि मैले यहाँ हिँड्दा हिँड्दै एकजना नयाँ साथीलाई पनि आज भेट गरेँ है ओके साथीहरू सबैजनाले अन्तिमसम्म भ्लग हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि नयाँ नयाँ भ्लगहरू लिएर आउने नै छु त्यतिन्जेलसम्मको लागि बाई बाई यो आराकावाको नजिकै हुनुहुन्छ भने तपाईँहरू पनि यहाँनिर भिजिट गरेर आउन सक्नुहुन्छ है नजिकै यस्तो दामी छ इन्ट्री पनि फ्री इन्ट्री हो त्यही भएर यहाँ पनि अब बेलुकासम्मै बस्दा पनि हुन्छ यहाँनिर ड्राई पिकनिक गर्नलाई यसरी मान्छेहरू कति धेरै छन् अहिले अब 4 बजिसकेर पनि यति भन्दै मेरो ब्लगको अन्त्य यहीँ गर्न चाहे आराकावा ओके बाई बाई